कसै ध्यान लाइट चाहिँ कम्ती रहेछ यहाँ बिला खाना लाउनुपर्छ दिदीलाई यहाँ उभिनुपर्छ यहाँ उभि त बहिनी हुन्छ हुन्छ पठाउनु होला यहाँ पनि यहाँ उभि त खाता लाउनुपर्छ दिदीलाई यहाँ उभि यहाँ उभि नि यस्तोसँग उभि खाता लाउनु पर्छ दिदीलाई खाता लाउनु पर्छ बढी त हुन्छ होस् हुन्छ यहाँ अगाडि यसरी उभिन हो यहाँ सरले भनेको चाहिँ उभिन अनि के हुँदैन नभए चाहिँ यहाँ उभि यता फर्कियो यता फर्कियो भिडियो बनाउँदै भन्नु ल होस् सबैलाई याद भएको हो खेल्यो भने राम्रो खेल्यो भने राम्रो मेडल ल्यायो भने केही न केही काहीँ न काहीँ गरेर राम्रै हुन्छ मेहनतको फल मिठो हुन्छ भन्ने क्या सबै सुनेको हो तर अब यसलाई गरेर देखाउनु सक्नु पऱ्यो है जस्तै अब राम्रो खेलेन भने यतिकै भन्छ यो म्याच मात्रै पठाउँछ मेरो बुझ्यो नि 5 स्टुडेन्ट पुग्यो अनि कुटै खायो आयो यो म्याच पठायो 50 राम्रो खेल्यो भने चाहिँ राम्रो हुन्छ दिदी चाहिँ जब पाएको बुझ्यो स्पोर्ट्स खेलेरै याद छ बेला बुझ्यो नि जब चाहिँ आसाम राइफलमा जिडी स्पोर्ट्स उयसमा स्पोर्ट्स पर्सनमा पाएको आसाम राइफलमा अब यहाँदेखि चाहिँ ऊ चाहिँ भोलि 13 यहाँदेखि यहाँदेखि गयो 14 जोइन गर्छ त्यहाँदेखि उसले तिमीको दिदीले चाहिँ कन्टिन्यू पेन्चाक्सिला गर्दै खेल्छ सर्भिसमा तर त्यो चाहिँ धेरै च्यालेन्जिङ छ अब उनले त्यहाँ एउटा एक स्टेप चाहिँ चढेको यहाँदेखि हामीले अब कमिटीले विशेष गरी अब मैले नै भन्नु होला नि यो घरमै खोलेर यो एउटा टेस्टमनी हो बुझ्यो नि एउटा यो चाहिँ गवाई हो यो अब मैले घर खोलेर एकजना चाहिँ जबमा लाग्यो आज दिउँसो हामीले प्रेस कन्फरेन्स पनि गरेको छौँ भरे म लिङ्क सेयर गर्छु है ओलम्पिक एसोसिएसन डिपार्टमेन्ट बसेर एउटा एचिभमेन्ट लिएर पोजिटिभ मेसेज युथमा जाओस् भनेर चाहिँ स्पोर्ट्समा पनि केही हुन्छ भन्ने चाहिँ कुरालाई जोड दिएर आज कुरा भएको छ किनभने चाहिँ स्पोर्ट्स खेलेर के पाउँछ
है नखेल केही पनि पाउँदैन खेलेर उसले केही पाएन भन्ने खालको मेसेजहरू जान्छ भने चाहिँ आज हामीले प्रेसमा दिएको छौँ भोलि मिडियातिर आउँछ आज भरेदेखि सुरु हुन्छ है अनि यो ठुलो कुरो हो भोलिदेखि तिमीहरू नै हुनसक्छ जब पाउँछ है जब भनेको चाहिँ के हो सबभन्दा ठुलो कुरो हो क्या मान्छेको लागि जब भनेको आसाम राइफलको सर्भिस चाहिँ 60 इयर्स हो अब उसले स्पोर्ट्स खेल्यो एचिभमेन्ट ल्यायो भने त माथि पुग्छ बुझ्यो नि प्रमोसन भएर माथि पुग्छ अनि त्यो उसले इन सर्भिसमै एनआइएसबाट आएर सिक्किममा पछि कोच गर्दा पनि हुन्छ उता एनआइएसबाट आएर यता कोचमा लागिहाल्दा पनि हुन्छ तर गरेन भने चाहिँ अब उसको चाहिँ उसको हातमा छ अब हामीले गरिसक्यो त्यो प्लेटफर्ममा पुऱ्याएको अब यहाँदेखि उता उसले एचिभ गर्नु आफूलाई राख्नु कुरा चाहिँ उमाथि नै छ अनि अब उसले गर्नु सक्यो भने चाहिँ केही कुरा पनि अब सबै कुरा यहाँनिर हाल्नु स्पोर्ट्सम्यानले चाहिँ अर्जुन अवार्ड पाउने बुझ्यो अर्जुन अवार्डदेखि राजीव गान्धी खेलरत्न अवार्ड त्यहाँदेखि माथि जाँदा चाहिँ पद्मश्रीहरू हुँदै जान्छ ठुल्ठुलो अवार्ड त्यसरी पाउनु सक्छ हार्डवर्क गऱ्यो भने अन्त हार्डवर्क चाहिँ त्यो स्पोर्ट्सको चाहिँ नि तिमीहरूलाई भने आज एउटा फर्मुला हुन्छ 3D हुन्छ 3टा D हुन्छ डिसिप्लिन मुखमा मात्रै छ नि प्र्याक्टिकलमा हुन्न त्यस्तै हुन्छ प्र्याक्टिकलमा अनि त्यो छ भने उसले पुग्नु सक्छ नभए चाहिँ नर्मल ड्युटी गरेँ कुन कुरामा बस्यो पहिलामा चाहिँ खेलेको थिएँ नि भने यताउता आयो त्यसमै सकिन्छ यहाँ उनीहरूले आफै कुरा बुझ्नु अब गएपछि मलाई टक्क बेसी होइन 1 महिनामा एकताल फोन गर्नु तिम्रो कहाँबाट उयसको सुरु हुन्छ त्यो चाहिँ मलाई चाहिँ राम्रो लाग्छ तिमी कहाँबाट प्रमोसन हुन्छ कुन गेम खेल्नुपर्ने कति बेलादेखि तिमीले फिटनेस राख्नुपर्ने त्यो त टक्कै मेरोमा चाहिँ ब्लुप्रिन्ट छ मान्छेलाई चाहिँ त्यो जनाउनु कुरा हुन्छ तर तिमीले चाहिँ त्यहाँ गएर हराइहरू यता उता भयो त्यो तिमी भने भर्केर हराइजान्छ क्या यस्तो हराएको चाहिँ आसाम राइफल फोर्स हो जुनै पनि फोर्समा चाहिँ यस्तो आउँछ मान्छे यही स्पोर्ट्समा आयो पस्यो मात्रै एउटा यस्तो डोर खोलिदिनु मात्रै स्पोर्ट्सबाट आउँछ जिटीबाट जेबाट आउँछ पस्नु मात्रै त्यो पसेपछि जसको डेडिकेसन छ जो डिसिप्लिन छ जसलाई इन्ट्रेस्ट छ त्यही मान्छेहरू जान्छ तिमी अब स्पोर्ट्सबाट आएको तिमी मात्रै खेल्छ भने चाहिँ त्यो जिटीमा आउने कति छ त्यो मान्छेहरू त्यो सबै तिम्रो क्याटेगोरीमा आउँछ खेल्नु हार्डवर्क तिमीले चाहिँ 1 नम्बर चाहियो तिमी 2 नम्बरमा आयो कि बी टिम भइहाल्छ बी टिम हुनुको मतलबै तिमी चाहिँ टिमबाट आउट हो नेसनल च्याम्पियनसिप जान्छ तिमी चाहिँ स्पेयर भएको तिमीले अर्को स्टेटबाट खेल्दा हुन्छ त्यतिबेला एले मात्रै त्यहाँ नेसनलमा खेल्छ हो त्यस्तो हुन्छ अन्त तर जब A1 को 1 बस्यो भने तिमीलाई स्पोन्सरसिप सबै आसाम राइफलले गर्छ त्यो आसाम राइफल पर नागाल्यान्ड पर डिमापुरमा परने त्यो जति पनि हलहरू बनिएको छ स्पोर्ट्स पर्सनको नाममा बनिएको छ कति त नेपाली छ नेपालीको नाममा छ त्यो बक्सर्सहरू भयो हकी खेल्नेहरू भयो जसले राम्रो खेल्छ उनीहरूले त्यो लेभलमा राख्छ आसाम राइफलमा अझै जब तिमीले नेसनलमा एक गोल्ड मार्छ नि तिमीलाई आउँदा चाहिँ अहिले बुझ्दैन तिमीलाई सलामी दिन्छ बटलाइनले त्यतिको चाहिँ त्यो एउटा इज्जत दिएर राख्छ फौजमा चाहिँ यहाँ पनि हुँदैन त आसाम राइफल अरू आर्मीतिर हुन्छ अन्त तिमी जब क्वार्टर गार्ड क्रस गर्छ त्यतिबेला तिमीलाई त्यो क्वार्टर गार्डको सिपाहीले सल्युट हान्छ त्यो चाहिँ त्यतिको इज्जत दिएर राख्छ तर तिमीले गर्नु सकेन भने तिमी यो डेली घाँस कतै यो भेडा यो घोडालाई घाँस लाउनु यो यताउता पोचा लाउनु त्यसमै सक्छ त्यो चाहिँ तिम्रोमा हुनु पऱ्यो 100% हुनु पऱ्यो हामीले एक स्टेपमा चढाएको अब कति अगाडि जाने तिम्रोमा छ अर्जुन अवार्ड थाप्ने कि द्रोणाचार्य चाहिँ कोचको अवार्ड हो बुझ्यो नि अन्त त्यो चाहिँ तिम्रो माथि छ र त्यस्तो खालको चाहिँ एम्बिसियस हुनु पऱ्यो डिसिप्लिन हुनु पऱ्यो डेडिकेटेड हुनु पऱ्यो डिसिप्लिन भनेपछि त्यो कोचको सिनियर भएर सिधा होइन तिम्रो सेल्फ डिसिप्लिन बुझ्यो नि तिमी खाने सुत्ने डिसिप्लिन हुनु पऱ्यो कति बेला खाने कति बेला सुत्ने कति एक्सर्साइज गर्ने त्यो सबै मिलाएर गयो भने चाहिँ तिमी माथि पुग्छ माथि पुग्नु भने वान्स प्रमोसन एकखेप बटलाइनदेखि प्रमोसन भएपछि तिमी बटलाइनमा अगाडि गइहाल्छ बुझ्यो त्यो कुराहरू छ फल त जे सिरियस कुरा छ तिमीले एउटा स्टेप चाहिँ चढायो हामीले अब यो एउटा मैले घर खोलेर एउटा नयाँ डिसिप्लिन ल्याएर सिक्किमको लागि एउटा टेस्टमनी युथहरूको लागि सबैको लागि अहिले भन्दा सिम्पल हुन्छ त यसको गुणगान पछाडि हुन्छ स्पोर्ट्सको बेनिफिट चाहिँ बादमा मात्रै थाहा पाउँछ स्पोर्ट्सबाट फाइदा हुँदै गरेको कुरा चाहिँ
बादमा लङ टर्ममा मात्रै थाहा हुन्छ लङ टर्म इन्सुरेन्स जस्तै हो त्यो अन्त अब अरूले पनि तिमीलाई हेरेर आउँछ तिमीले गएर ठुल्ठुलो एचिभ गर्नु पर्यो उनीहरूलाई तान्नु पऱ्यो बटलाइनमा के हुँदैछ कतिवटा स्पोर्ट्सको भ्याकेन्सी आयो पेन्सक्स लाएर कति आयो त्यहाँ लिङ्क लाएर कसरी हुन्छ अरूलाई पनि त्यही बाटोमा हिँडाउनु पऱ्यो त्यही नै चाहिँ स्पोर्ट्सम्यान हो स्पोर्ट्सम्यानको स्पिरिट चाहिँ त्यसलाई नै भन्छ है अनि सबैले कुरा सुनिहाल्यो है अरू के छ अब कोही नेसनल च्याम्पियन भएन भने मोबाइलतिर भिडियो गेमतिर च्याम्पियन हुन्छ हाम्रो होइन त्यस्तोहरू हो मोबाइल आउने च्याम्पियन चाहिँ काम लाग्दैन बुझ्यो अब दिदी चाहिँ पर्सि जाँदैछ बुझ्यो 14 तारिक चाहिँ जोइन गर्छ उसले आशा पार्न बुझ्यो नि सिम्पल कुरा हो दिदीले चाहिँ खेलो इन्डिया बिच गेम्स खेलो इन्डियामा सिल्भर मेडल ल्याएको खेलो इन्डियाको मेडलै तिम्रो जब हो बुझ्यो नि योपालि मैले भनिहालेँ पेन्चेक्सको वर्ल्ड च्याम्पियनसिप दिएर कमनवेल्थ चाहिँ सिधा इन्टरनेसनल मेडल हाम्रो बुकमा छ अगाडि तर चाहिएको चाहिँ खुन र पसिना मात्रै चाहिएको खुन र पसिना छैन तिम्रो डेडिकेटेड छैन तिमी एकखोरे भएर त्यो काममा ध्यान लगाएको छैन तिमी जिरो हो हमेसा कता कता लकले साथ दिएर काहीँ पाउँछ समाउनु कता कता भेटिहाल्छ तर तिम्रो 100% तिम्रो मासुको वेट हुनु भएन मसलको वेट हुनु पऱ्यो तिम्रो 100% यो भित्र चाहिँ बलियो मान्छेको तिमीले स्ट्राइकिङ गर्दा भयो तिम्रो हार्छु भने त सोचेकै हुनु भएन म हार्छु त्यसले कुर्छ होला भने चाहिँ सोच्यो भने तिमी हार्छै हार्छ बुझ्यो नि त्यस्तो स्पोर्ट्स चाहिँ अब हामीले चाहिँ सानोदेखि जानी नजानी गरेर गराएर गरिसकेर अनि फर्केर हेरेर फेरि हिँडेको मान्छेहरू हुन्छ सबै थाहा हुन्छ अनि कति बेला यो बिग्रिन्छ कति के हुन्छ सबै कुरा थाहा हुन्छ तिम्रो चाहिँ सिर्फ हार्डवर्कले मात्रै यसमा चाहिँ माथि लान सक्छ बुझ्यो नि अब एचिभमेन्ट आउँदैछ अब धेरै धेरै योपालि हामीले 20 गेम दिदीले खेलेर आएको है योपालि सक्सेस भएन हो हामी अर्को पालि योपालि अब नेसनल र बिचमा क्वालिफाई गऱ्यो भने टाइममै गएर उतै बसेर एक हप्ता अगाडिदेखि तल ड्युमै बसेर स्यान्डमा प्र्याक्टिस गरेर खेल्यो भने चाहिँ मेडल आउने चान्स हुने रहेछ त्यो प्लान गर्दैछु मैले तर क्वालिफाई चाहिँ गर्नु पऱ्यो मेरो छेउ अगाडि चाहिँ उयो चाहियो मलाई पागल चाहियो बुझ्यो पागल तिमीले यहाँले अर्को कुरा देख्यो भने तिमी हार्छै हार्छ यहाँ हाम्रो योपालि क्याम्पमा विन्टर क्याम्पमा सबैभन्दा बेसी हाम्रै कराटेको चाहिँ फुटबलमा क्याम्प बसिरहेको थियो अनि त्यसो गरेपछि त त्यो फुटबलमा एनर्जी गएपछि त यता हुँदैन बुझ्यो तिम्रो एनर्जी चाहिँ एकै ठाउँमा वेस्ट गर्नु पऱ्यो एउटै कुरामा फ्याँक्नु पऱ्यो तिम्रो जति ताकत छ एउटै कुरामा लाउनु पऱ्यो एउटामा अर्कोमा लगायो तिमी डाउन भइहाल्छ यतिसम्म हुन्छ कि रनिङ गर्ने मान्छेले थुक फ्याँक्दा उसको स्टामिना डाउन हुन्छ कुद्दै गर्दा थुक फ्याँक्दा तिमीले त यहाँ प्र्याक्टिस गर्दा कति पानी खाएको कति सुसु गरेको त्यो त थाहा नै छैन अनगन्ती हुन्छ तिनीहरूको मतलब पानी खाने टाइम हुन्छ पिसाब गर्ने टाइम हुन्छ सबै हुन्छ नि तर तिम्रो बढ्दै गएर स्टामिना डाउन हुनु दिनुहुँदैन तिम्रो एनर्जी एकै ठाउँमा बस्छ तिम्रो बस्ने एउटै कुरामा एउटै किकैमा मात्रै गरेर एक दिन त्यसो गरेर चाहिँ राम्रो हुन्छ त्यो चाहिँ राम्रो छ तर भनेको जस्तो भन्नु साह्रो छ भनेको जस्तो त हुँदैन तर आफूले गरेर देखाउनु चाहिँ सक्नुपर्छ ओके ल आज दिदीलाई आज यहाँले हामीले यहीहरूले एउटा इम्प्लोइज निकाल्यो सर्भिसेस बनायो भनेर चाहिँ आज खाजा लाएर पठाउन अघि दिउँसो सबैले लगाइदिएको खाजा है अब आएर चाहिँ हामी खुवाउँछ ओके